बजार गएको दुईजना घुम्नलाई होइन। त्यसपछि यस्तो राम्रो चस्मा क्या टक्क होइन देखेँ क्या। त्यसपछि घुसारेको सुहायो नि होइन। हो यस्तो देखेको थिएँ क्या टक्क सुहायो। अनि त्यसपछि मायालाई यसो भनेको यो चस्मा किनौ न कति राम्रो रहेछ हेर त कस्तो सुहाएको। तिमीसँग हिँड्दा पनि टक्क सुहाउँदो म जस्तै भनेर भने। हुँदैन यो चस्मा भन्दा त तपाईँ एकदम राम्रो हुनुहुन्छ अरे। हामीलाई थाहा छैन र हामी कस्तो छौँ चस्माले गर्दा राम्रो देख्यो भने। अनि त्यसपछि मैले किनौँ न किनौँ एउटा चस्मा त हो भनेर भनेको नाइ हुँदैन यो त सुहाउँदैन। यो तपाईँको चस्मा छ त अर्को त्यही लाउनु न भनेर भन्यो। एउटा चस्मा त हो किनौँ न के हुन्छ र कहिलेकाहीँ लाउने त हो फोटो खिच्दा भने। नाइ भनेर झर्केर बाहिर निस्किरहेको। म पनि आएँ पछि पछि फकाउँदै के को एउटा चस्मा भनेर होइन फकाउन आएँ म पनि मन परेको चिज किन्न पो गएको हो त अरे। आएर बाहिर फकाएको पछि फकाउँदा फकाउँदा हुन्छ किन्नु न त अब एउटा चस्मा त हो ल किन्नु कति चिज गरेको आएर एउटा चस्मालाई भनेर फुरुक्क गएँ म पनि होइन रमाउँदै। त्यसपछि काउन्टरमा लिएर गएँ चस्मालाई पे गर्नु पऱ्यो नि त पैसा त आफूसँग छैन फेरि सबै उसले नै राखिरहेको थियो। अनि त्यसपछि ट्याक्क काउन्टरमा पे गर्ने बेलामा त आहा सुटुक्क दिनु पऱ्यो क्या पैसा मायाले एउटा मान्के सुटुक्क गयो नि त्यति बेला त। त्यसलाई के थाहा यसको प्राइस त्यति थियो भनेर त होइन। आहा मन परेको जसमा पाएपछि त म फुरुक्क भएर माया छोडेर हिँडिहालेँ नि।